हेलो एभ्रिवान, सबैमा नमस्ते। आज यो नेपालबाट पार्सल आइपुग्यो। एउटा पार्सलमा ससुरालीबाट आफ्नो दाजुभाइहरूले सम्हालेर यसरी यो पार्सल गरेर यहाँ चण्डीगढसम्म पठाइदिनु भएको छ। यो लाली चाउचाउ भयो, चाउचाउ। अब तपाईँहरूलाई यो पार्सलभित्र के छ है मैले यो चाहिँ खोलिहालेँ। खोलेर तपाईँहरूलाई पनि देखाउँ भनेर नेपालबाट यसरी पार्सल आउँछ जो अर्ग्यानिक खानालाई धेरै रुचाइन्छ। यो चिउराबाट, यो चाहिँ प्याकेटको चिउरा हो। यो चाहिँ खासै बजारको चिउरा हुन्छ। यो बजारको चिउरा यो किनेरै हालेको होला। अब इम्पोर्टेन्ट कुरा चाहिँ यो ढलिसक्यो है। यो चाहिँ प्योर नेपाली कोका कोला है, नेपाली कोका कोला डिउको बोतलमा। तपाईँहरूले त्यसरी बुझ्नु होला, मैले यसरी बुझाउन चाहेँ। यो कोका कोला आयो, यो मेरो चाहिँ फेभरेट है। यो घिउको प्याकेट, यो प्योर देशी घिउ, यो सासू ससुराले प्याक गरेर पठाइदिनु भएको। यो सामान चाहिँ दिदी सासूहरू, सालीहरू, सासू जेठानी दिदीहरूले यसरी घरबाट प्याक गरेर पठाइदिनु भएको। के रहेछ खोल्दै जाम। अब यसमा के छ, यो अब यस्तोमा यो के रहेछ भन्दा यो चाहिँ यो गाउँमा तोरीलाई मारेर बनाएको हुन्छ नि, त्यो सुकिया साग। यो सुकिया साग रहेछ, हेर्नुहोस्। यो सुकिया साग आयो। अनि यो भित्र अरू के छ हेर्दै जाम है। यो उसिनेको मकै हो कि क्या हो जस्तो लाग्यो मलाई। यो उसिनेको मकै हो। यो भित्र पनि छ अझै, के छ यो भित्र अझै, यो भट्ट हो कि के हो यो भित्र। यो गाउँको अर्ग्यानिक हल्दी। यो हल्दी पनि प्याक गरेर पठाउन लाग्यो है। यो हल्दी पनि, यो हल्दी तपाईँहरूले देखाइहालेँ। यो हल्दीको त आवश्यक थियो, तर गाउँको अर्ग्यानिक भनेर प्याक गरेर पठाइदिनु भएको होला। यो पनि सागै हो कि जस्तो, के हो सुकेकै साग जस्तो छ। यहाँ सुकेको सागलाई चाहिँ धेरै आउला जस्तो छ है नेपालबाट। यो सुकेको साग रहेछ। यो अर्कै खालको, यो सिन्की रहेछ है। यो सिन्की यति सब्जी अब नेपालबाट आउँछ भने यहाँ किन्नु परेन है मान्छे। के रहेछ यो अलिकति भारी नै छ। यो मैले तपाईँहरूलाई खोलिसकेँ प्याकेट पनि। यसरी गाउँबाट अर्ग्यानिक तरकारीहरू, अर्ग्यानिक चिजहरू आउँछ। यो बालपनमा खाएको चिज, चण्डीगढमा बसे पनि यो चिजलाई चाहिँ निरन्तरता, आफन्तको माया। यो सागै रहेछ, सुकेको सागै रहेछ। अलग अलग घरबाट पठाइदिनु भएको पक्कै पनि। अब यो पिरालु पनि पठाउनु भएको। यो पिरालु चाहिँ पाउँछ, किन पर्छ। ए लसुन रहेछ यो। म त पिरालु भनेको गाउँले लसुन मादैसँग थियो, त्यो भएर मैले यसो हेर्दा त पिरालु जस्तो देखिरहेको त। यहाँ हिन्दीमा अरबी भन्छ होइन, पिरालु पिरालु रहेनछ। यो चाहिँ गाउँको अर्ग्यानिक लसुन है। हेर्नुहोस्, अर्ग्यानिक लसुन हो यो। अर्ग्यानिक लसुन एकदमै कहिलेकाहीँ माछा खाँदाखेरि यसलाई युज गर्न सकिन्छ। अब यो गाउँबाट यो छुट्टै ठाउँबाट आउँछ कि, त्यो भएर साना प्याकेट छन्। यो चाहिँ ससुरालीले नै, ससुराले पठाउनु भएको सासूआमाले। यो चाहिँ करेलाको, सिच्चे करेलाको यसरी मारेर पठाइदिनु भएको छ। यो सिच्चे करेला मेरो एकदमै नेपालमा बस्दाखेरि एकदमै मनपर्ने चिज हो। अब यहाँ यो तपाईँहरूले भने चाहिँ यसरी गाउँबाट अर्ग्यानिक चिजहरू आउँछ। अनि चण्डीगढमा बस्ने, गाउँमा जानु किन पर्यो र। यो पनि तपाईँहरूले पहिले भनेको थिएँ, यो पनि सिन्की हो क्या हो। यो सिन्की नै हुन्छ। यो अर्का फरक घरबाट आएको हुन्छ।
बनाएर खान चाहिँ आउँछ। यो बेसारै हो कि यो पिस्ने खालको, यो बेसारै बेसारले अब यहाँ कुट्ने होला। साली नानीले पठाएको मैले जानकारी गरेँ। त्यो साली नानीलाई धेरै धेरै धन्यवाद छ। यो चाहिँ मकैको आएको हो। यो चाहिँ अलिकति फुलेको छ हो, मकैको आएको। यो गाउँबाट त्यसरी मकैको आएको प्याकेटमा आएको छ। भनेपछि यो गाउँबाट यति अर्ग्यानिक चिजहरू साथमा भयो। चाउचाउ त किनेको भयो के अरे, चाउचाउ अर्ग्यानिक त नभनौँ तर नेपालीपन चाउचाउ र यो चिउरा नेपालीपन। बाँकी चाहिँ अर्ग्यानिक। यो अब यस्ता डल्ला छन्। अब यो खानलाई मलाई कमसेकम 3 महिना लाग्छ। फेरि तबसम्म गाउँबाट यस्तै पार्सलहरू आइरहन्छन्। भनेपछि गाउँबाट पनि अर्ग्यानिक चिजहरू हामीले पठाउने, यसले गर्दा हामीलाई एउटा माया पनि भयो र हाम्रो घरको खर्चलाई पनि अलिकति कन्ज्युम गर्ने एउटा वातावरण मिल्यो। भनेपछि खर्च जे भए पनि अब खानाको लागि खर्च त हो नि, यो त त्यसरी बुझौँ। यो चाहिँ स्पेसल हो। तपाईँहरूले यसको नाम चाहिँ उनले व्याख्या नगरेर नेपाली कोका कोला भनेर मैले नाम दिएँ। यो कहिलेकाहीँ मैले इन्डियाको लिँदैन तर नेपालको पनि म बचपनदेखि चाहिँ युज गरेँ। यो खाइरहेको भन्दा नेपाली चाहिँ कहिलेकाहीँ आउँछ है, यसरी आउँदा उहाँहरूले थाहा छ लिनुहुन्छ भनेर ससुरालबाट प्याक गरेर। कसैको ससुरालले यसरी प्याक गरेर पठाउँछ भने भन्नु होला। यसरी घिउ यही हो। धन्यवाद सबैलाई। नेपालीपन, नेपाली माया जहाँ रहे पनि यो पनि त नेपाली हो। अनि गाउँ परिवारको फ्यामिली आफन्तको यो माया। धन्यवाद सबैलाई। यो पठाउनु हुने, पार्सल गर्नु हुने सबैलाई धन्यवाद है।